मान्छेलाई पनि आफ्नो घर फ्यामिलीको खुसी हेर्दा हेर्दै आधी जिन्दगी त त्यसै जान्छ अनि आधी जिन्दगी सोचे जस्तो हुन्छ कि हुँदैन। कति गाह्रो छ आफ्नो देशमा त दुःख गऱ्यो भने तर अर्काको देशमा पनि गएर कति धेरै दुःख गर्नुपर्छ उनीहरू। घाम पानी हिउँदाको बिरामी केही भन्नु पाउँदैन कि र पनि उनीहरूलाई बुझिदिने मान्छे कमै हुन्छ र पनि चिन्ता नगर एक दिन नभए एक दिन पक्कै पनि बुझ्नेछ। कसैले न कसैले तिम्रो लागि बुझिदिनेछ, कसैले न कसैले तिम्रो लागि धेरै माया गर्नेछ। त्यही भएर दुःख गर्न नछोड, आफ्नो खुट्टामा आफै उभ, आफ्नो हामीलाई खुसी राख, त्यो नै सबैभन्दा ठुलो कुरा हो है त। काजु पनिर बनाउनु सिकेको हाम्रो पेन्टिङ सेप हो। इन्डियामा काम सुन्नु पऱ्यो सेप भनेर बटर ल गाइस फाइनली बनायो भाइ ल।